गुड मर्निङ। नयाँ दिन नयाँ सुरुवात, नयाँ दिनबाट नयाँ सुरुवात। वेलकम ब्याक टु माई च्यानल। सो आयो सबैजना कमरेडसित फोटो खिचिया छ। मान्छे कति जतिजना निगुरु कमेन्ट गर्दै आउनुहुन्छ यहाँ। मर्निङ गुड मर्निङ। आओ है। गुड मर्निङ। के छ? ए राम्रै छ। उठियो? जानी रे त जेठा जेठी त। हाँ भाइ जेठा जेठी त जानी अरे त। दाइ भाउजू चाहिँ जानी रे आज। छोड्न चाहिँ म जानी रे। कोही कोही फेरि प्रचण्डसँग जानी भनेर भैँमै खुट्टो आयो। माथि माथि मर्निङ मम्मी। मर्निङ मर्निङ। सब आफ्नो तालमा, सबै आफ्नो तालमा बिजी 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 छन्। गुड मर्निङ। मर्निङ मर्निङ। गुड मर्निङ। मर्निङ पुकुली पुकुलु ल जसिया खान त्यस पछाडि चल्नु पर्ने हुन्छ। अब 2-4 वर्षपछि आउँछु म है त। त्यस पछाडि भेट्नुपर्छ 2-4 वर्षपछि। जेठो मामा जानी रे के जेठी जानी अरे। रिस उठे हा? बहुत लास्टै निद्रो गहिरामा हुनुहुन्छ उहाँ भान्जी चाहिँ है। र रसालु आँखा रसालु भन किन हैछ र यस्तो? रसालु भनै आँखा त किन हैछ? कहाँ त रजनी रसिला भनै आँखा त भने। मर्निङ। यस्तो गाह्रो है यहाँ। गजबको निद्रा लाग्यो होला नि। ल अब के अरे बस राम्रोसँग। म अब गइहालेँ के अरे। भान्जीको स्याहार गरेस् 2-4 वर्षपछि आउँछु त्यहाँदेखि फेरि भेटौँला भनेर भन्ने दिन कहिले आउने हुन् मेरा? हुन्छ आउँछन्। गोलो सर्कल छ, घुम्दै फिर्दै आइहाल्छ। ढिलो चाँडो हो होइन, कमाउनु पर्छ। त्यहाँबाट त्यही एक्लै त्यहाँबाट चेपालाई छड्न जाने। बस्सी बस्सी पुगुलु हेलो 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 बाबा जानी रे मामा माइजू। मामा माइजू जानी अरे अब पुगुलीलाई टिको लाएर। ल त्यो डुडीलाई त्यो बजेर चालु छुट्ने बेला भइसक्यो पुकुली। पुकु ठुलो मान्छे भन, ज्ञानी भन है। अर्को साल आउने रा आमा भन्ने भयो। ज्ञानी त कडा ज्ञानी भयो नि त हिँड्छ। ज्ञानी भएस राम्रोसँग पढेस् चलिन टिका लाउँछ थपक्क गर्दै। ज्ञानी मेरो पालो नि त होला कि सँगै बसेँ मैले लाउनु पर्यो के अरे।
Manis. Ini service. मलाई लगाइदिए थोरै मात्र क्या यस्तो गरेर आशीर्वाद दिएको मलाई नि ल भनेको मानिस छ्या पाप बोलेको राम्रो बिहान बिहान ज्ञानी भएस ज्ञानी त म यस्तो ज्ञानी हो पुगुली जानी रे अब मामा त नमस्ते बाजुला नमस्ते कता लोगे बाजुला मलाई हो पापा मैले नि ढो गर्नुपर्छ भाग्यमानी हुनुहोला धेरै पैसा कमाउनुहोला पुनाउँदै गर्नुहोला आमाले त के आमाले के जान्नु होइन भन्नु होइन आमा रसिला आँखा मनिलो अनुहार यसो भन्छ राम्रो गरेर पैसा कमाए फलाना अन्नु पार्नु आशीर्वाद राम्रोसँग सुन छुट्ने बेला भइसक्यो अब नरोइ नरोइ बसे है आमा म जान मिलानी आमा यस्तै गरेर आशीर्वाद दिन आउनु है पुकुली फोन गर्नु नबिर्सिनु आमालाई है त जेठो के हो जेठो नि रसिलो ड्याडी ड्याडीले त मलाई नि टिकी लाएर पैसा दिन्छु भनेर हेर पैसा निकाल्नु अब के यो मैले पाउँछु त सबैलाई भनेर चाहिँ पैसा पाइन्छ भनेर मलाई लाइदिनुपर्छ भन्छ यार यसले यार आजै त हो के अरे हुन् त 25 दिनभित्र 25 दिन पछाडि फेरि उहीँ भेटु नि यसलाई नि त भेट्यो नि त म यो ल है काम छ सब आमा के गरेको कोइदैन यसलाई नै हेर्छु सुली गरम क्या आशीर्वाद जुन भनी लाउनु पर्ने ठाउँमा होइन आशीर्वाद छ आशीर्वाद के भयो ल ल ओन्ली वान ल ल गुजिया दिन्छु क्या भो ल बाटो गर्छु छुट्टै जान्छ भनेको मम्मीले नि मेरो साटो दिनुभयो बाबाले मसित पैसा जाने हेर बाबासित छन् राम्रोसँग जानु गएर फोन गर्नु अब यस्तै छ त नि अब जेठो जाने बेला मान्छे जम्मा भयो नि रमाइलो छ कान्छो जाने बेला कोही नि हुन्न न ल एयरपोर्ट यहाँ पुरा पनि मान्छे नि हुन्न न ल के गर्ने यस्तै छ अब पैसा नकमाए पनि भएन कमाउनै पर्यो
पैसै छ अब पैसा बिना केही पनि छैन विदेश जानै पर्यो होइन त नेपालको हालत यस्तै छ नेपालमा के गर्नु अब त्यस्तै हो राम्रोसँग पढेस् केटी हेर म अब गइहाल्छु 2-4 वर्षपछि आउँछु र अनि बसौँला रमाइलो गरौँला अब के गर्नु नि त सिला आँखा ओइ नरौ नरौ आइहाल्छु म पैसा मसँग पैसा ल अब ल ड्याडी राम्रोसँग बस्नु होला अब यताउति के हुन्छ कसो हुन्छ मिलाएर है त ल राम्रोसँग भान्जीको केयर गरेस् है म अब 2-4 वर्षपछि आउँछु यस्तै हो त नि अब विदेश जान्न भन्ने थिएँ अब के गर्ने अब जानु पर्यो बाध्यताले भयो नि पैसा कमाउनु पर्यो त्यही भएर अब पोखोली म गएँ विदेश गइहालेँ कि अब आउँछु अर्को साल आउँछु है नाम्रोसँग बस है नाम्रोसँग बस्नु है चाबी कहाँ खाले हो रुमको चाबी थाहा भएन बाई बाई ल अब 2-4 वर्षपछि हाँसी भेटौँ ल मम्मी यसो घर सर हेर्नु होला अब नमरे बाँचे फेरि अर्को साल आउँछु सेवाको लागि हाम्रो बिचमै त्यसै हाजिर हुनुहुन्छ होइन दाइ कन्ट्याक्ट नम्बर म बायोमा राखिदिन्छु टुर सुर जानु पऱ्यो भने चाहिँ हाम्रो पाण्डव ट्राभल्सलाई सम्झिनु होला ल है ल राम्रोसँग बस्नु म गएँ अब 2-4 साल पछि आउँछु त्यहाँ फेरि बसौँला ल अहिले यात्रातिरै भेटौँ ल बाई बाई गुड मर्निङ नेक्स्ट डे मर्निङ सामान प्याकिङ हुँदैछ होइन चट्ट पारामा यस्तै छ कोही टोयलेटमा गएर गरिराखे यहाँ त्यही हो अब सामान प्याकटुक प्याक गर्ने त्यस पछाडि अब जेठो जेठी जानुहुन्छ उहाँहरू यसो सामान प्याक गर्छन् सामान प्याक गर्ने बेलामा बिचमा भेट्दै गरौँला कस्तो भयो भने चाहिँ उताबाट आउने बेलामा चाहिँ कन्टिन्यू चाहिँ कसरी भएन भनेपछि चाहिँ अब गाडीमा यताउति टाउको दुखाइए त्यही भएर चट्ट सामान प्याक गर्छौँ त्यस पछाडि निस्किन्छौँ त्यस पछाडि एयरपोर्ट जान्छौँ त्यस पछाडि टक्क भेटौँला अहिले सो हाम्रो चाहिँ फ्लाइट रेडी हुन लाग्यो सर्लक्क बेबी वेलकम छ है अब हामी सर्लक्क जानुपर्ने हुन्छ एयरपोर्टतिर अब लास्ट ल जेठो बडे राम्रोसँग जानु है ल तपाईँ राम्रोसँग बस आफ्नो केयर गर ओके ल जेठी
राम्रोसँग जाने होला नि म नि त्यस्तै भयो त नि ल ल हुन्छ है हिजो अब त्यस्तै भयो अब आज नि त्यस्तै भयो अब ल अहिले भएन मलाई फोन हान्छु म अहिले मलाई फोन हान ल अब चाहिँ बाई बाई गर्नुपर्ने हुन्छ है ल बेबी ल म फोन हान्छु ल हामी चाहिँ गाडीमा चढिसक्यो मेरो फेरि उता डोमेस्टिकको चाहिँ 7 बजेको रहेछ नि त अनि त्यसले गर्दा चाहिँ अलि ढिला हुने भयो छोड्न आएको मान्छेलाई चाहिँ अब मलाई छोडेर जाने भयो कि डोमेस्टिकमा जामै फर्स्टमा त्यसले गर्दा चाहिँ यता अब अलि उस्तो हुनु भयो ठिक छ अब म उतै गएर भेट्छु ल बेबी टिकट हाल्यो बाई बाई टिकट पेपर हो ल बाई बाई तँ गरेर जाऊ अहिले म फोन हान्छु अहिले फोन हाल्नु भयो पोखरा ल्यान्डिङ गऱ्यो भने फोन हान्छु त्यहाँ गएन जान्छु कि जानु पहिला त्यहाँ गएन भने नि ल ल अहिले उतै एयरपोर्टमा गएर भेट्नुपर्छ है सो फाइनल्ली पोखरामा आइयो ल्यान्डिङसँगको मामा यता रिसिभ गर्न आएर मलाई ट्याक्क नरेश दादासँग हामी चाहिँ 3 जना लेकतिर लेकर्समा सट्ट अब माम त उहीँ खा हो दाइले मामाले खानु भएन होला अब मामसाम खाने त्यस पछाडि कता हुन्छ चट्ट बाह्रमा निस्किन त त्यस्तै अब रात परेको बेलामा निस्किनु हुँदैन अब बाई बाई गर्न गएको हो दाइले मलाई उल्टो बाई बाई गरेर मेरो ट्रेन छिटै उठ्ने भएर अनि म चाहिँ यसरी निस्क्या हो ल राम्रोसँग जानुहोस् दादा है भनेर त अघि नै भने हो त्यही पनि यहाँबाट फेरि वान्स अगेन सेफ जोर्नी राम्रोसँग जानु के भन्नु है मामै अब 2-4 वर्षमा फेरि भेटौँला ल यो भन्दै म अहिले भिडियोलाई एन्डिङ गर्छु नेक्स्ट भिडियोमा भेटौँ ल गुड नाइट लभ यु अल बाई बाई